प्रतिनिधि सभाका मान्य सदस्यज्यू, यस खेलकुद परिषदका सदस्य सचिवज्यू, सदस्यज्यूहरू, राष्ट्रिय खेलाडीज्यूहरू लगायत सम्पूर्ण उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार। सुरुमा अब अहिले बोलेर खासै हुने के होइन, काम गरेर देखाउनु छ। हामीलाई धेरै च्यालेन्जेसहरू पनि छ, सँगसँगै अपर्च्युनिटी पनि एकदमै धेरै छ। एउटा सानो अनुभव चाहिँ हामी काठमाडौँ महानगरमा हुँदा पनि हामीले सानो प्रयास गरेका थियौँ। नीतिगत रूपमा, कानुनी रूपमा धेरै चुनौती भएको हुनाले त्यसलाई धेरै अगाडि लान त सकिन, तर एउटा राम्रो सुरुवात हामी काठमाडौँ महानगरपालिकामा हुँदा के गरेका थियौँ भने एउटा रचनात्मक विद्यालय भन्ने हामीले कार्यक्रम सुरु गरेका थियौँ। त्यसको लङ टर्म त्यसको गोल भने चाहिँ के थियो भने ग्रास रुटमा चाहिँ स्पोर्ट्स डेभलपमेन्टलाई कसरी जोड्ने भन्ने चाहिँ हाम्रो योजना थियो। ग्रास रुट भनेको नेपालमा हेर्दाखेरि जहिले पनि विद्यालय छ, किनभने अहिलेको हामीले नेपालको तथ्याङ्क हेर्दाखेरि 98% त्यो उमेर समूहका सबैजना चाहिँ स्कुलमा भर्ना हुनुहुन्छ भनिसकेपछि त्यो सिधै ग्रास रुटसँग जोडिएको छ। अब हामीले स्पोर्ट्सलाई नेपालको अहिलेको हामीले समस्या हेर्दाखेरि एकदमै सानो उमेरबाट ग्रास रुटबाट चाहिँ हामीले खेलाडी उत्पादन गर्न सकिरहेका छैनौँ। अहिले पनि हामीले नेपालको खेलकुद इन्डस्ट्री हेर्ने हो भने धेरै जस्तो खेलकुदमा चाहिँ नेपाल प्रहरी, नेपाल सेना, एपिएफबाट धेरैजना खेलाडीहरू चाहिँ आएको देखिन्छ। किनभने सरसरी हेर्दा डायट राम्रो छ, ट्रेनिङ राम्रो छ, रेगुलर इन्कम उहाँहरूले पाइराख्नु भएको छ, खेल्नको लागि सजिलो छ। तर त्यसको अर्को चुनौती के भने एपिएफ, नेपाल आर्मी जान त एउटा सर्टेन एउटा उमेर समूह पछि बल्ल जान पाइयो, त्योभन्दा अगाडि त्यही लेभलको डायट ट्रेनिङ पाइरहेको छैन। अहिले 18 वर्ष अथवा निश्चित उमेर समूह पुगेर प्रपर डायट र ट्रेनिङ पाउँदा त त्यो इन्डस्ट्री पुरै त्यो क्षेत्रबाट डोमिनेट छ भने त्यही लेभलको डायट, त्यही लेभलको ट्रेनिङ सानो उमेरबाट गऱ्यो भने त झन् विकास गर्न सजिलो हुन्छ भनेर हामीले महानगरमा रचनात्मक कार्यक्रम सुरु गरेका थियौँ। त्यसमा हामीले खेलकुद परिषदकै विभिन्न खेलकुद सङ्घका अध्यक्ष उपाध्यक्षज्यूहरूलाई बोलाएर कुन कुन खेललाई चाहिँ हामीले सुरुवाती चरणमा कुन कुन खेल गर्न सकिन्छ र यसलाई कसरी लङ टर्म जान सकिन्छ भनेर एउटा कार्यक्रम पनि गऱ्यौँ। त्यसमा लगभग हामीले 16वटा स्पोर्ट्सलाई चाहिँ पहिलो चरणमा सर्टलिस्ट गरेर हामीले सुरु पनि गरेका थियौँ र क्लास 4 देखि विभिन्न जुनियर र सिनियर टिम भनेर चाहिँ हामीले 16वटा स्पोर्ट्स छुट्याएर हामीले पहिलो चरणमा चाहिँ हामीले स्क्रिनिङ विभिन्न कोचहरू पठाएर स्क्रिनिङ गऱ्यौँ र दोस्रो चरणमा चाहिँ ट्रेनिङ हामीले चाहिँ अगाडि बढाएका थियौँ र लङ टर्ममा चाहिँ कम्पिटिसन गर्दै खेलाडी उत्पादन चाहिँ खेलाडी विकास गर्ने भनेर हामीले सोचेका थियौँ। हाम्रो यसको अझ योजना के थियो भने सिडिसी भनेको करिकुलम डेभलपमेन्ट सेन्टर, शिक्षा मन्त्रालय अन्तर्गत करिकुलममा काम गर्ने एउटा निकाय नै छ, सँग मिलेर चाहिँ करिकुलममै स्कुलको विद्यालयको करिकुलममा नै खेलकुदलाई जोडेर होइन स्क्रिनिङ ट्रेनिङ स्कुलसँगै जोड्यो भने ग्रास रुटबाट नै हामीले चाहिँ प्लेयर चाहिँ निकाल्न सक्छौँ भनेर चाहिँ त्यो योजना सहित गरेका थियौँ। तर विभिन्न नीतिले गर्दा, कानुनले गर्दाखेरि हामीलाई करिकुलममा जोड्न सकेन, त्यसैले नयाँ कार्यक्रम बनाएर गराएको थियौँ। अब हामी यो पोलिसी मेकिङ लेभलमै, ल मेकिङ एन्टिटीमै गएर हाम्रो यस्तो बलियो उपस्थिति हुँदाखेरि कुनै किसिमको पनि करिकुलम बनाउन पोलिसीले हामीलाई रोक्दैन, कानुनले हामीलाई रोक्दैन। अब हामीसँग 5 वर्ष छ। खेल क्षेत्रलाई चाहिँ सिधै ग्रास रुटसँग कनेक्ट गरेर सानो उमेरबाट नै डायट र ट्रेनिङ दिएर चाहिँ दीर्घकालीन रूपमा हेरेर, एकदम सर्ट टर्म होइन, एकदमै लङ टर्ममा हेरेर चाहिँ खेलाडीहरू विकास कसरी गर्न सकिन्छ, हाम्रो लङ टर्म गोल चाहिँ त्यो हुन्छ। तर त्यो भन्दैमा अहिले सर्ट टर्म र मिडियम टर्ममा के काम नगर्ने भन्ने पनि होइन। सर्ट टर्ममा के गर्न सकिन्छ, मिडियम टर्ममा के गर्न सकिन्छ, लङ टर्ममा के गर्न सकिन्छ, हामीले विभिन्न यो क्षेत्रका अब विज्ञज्यूहरू हामीसँग मान्यज्यू नै हुनुहुन्छ, अलिकति अब यो क्षेत्र बुझेको हुनुहुन्छ, अरू विभिन्न साथीहरू हुनुहुन्छ जो सचिवालयमा बसेर हामीलाई सुझाव दिइराख्नु भएको छ। बोर्डको सदस्यहरू, बोर्डको सचिवज्यूहरू, हजुरहरू त सबैजना एक्सपर्ट हो। हाम्रो सचिवालय मात्र होइन, सबैजना हाम्रो लागि उति नै हुनुहुन्छ। सबैजना बोर्डको सदस्यहरू सबैजना एक्सपर्ट भएरै यो सदस्यमा हुनुहुन्छ। त्यसले गर्दा हामीले हाम्रो सचिवालयमा भएको भएर मात्र होइन, अथवा हामीसँग नजिक भएको मान्यज्यू मात्र भएर होइन, हामीले चाहिँ सबैलाई पहिलाको पूर्वाग्रह केही पनि नराखिकन योभन्दा अगाडि तपाईँहरू कहाँ हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो, हामीलाई त्यो आजको दिनमा मतलब केही पनि छैन। हामीले तपाईँहरूको विज्ञता लिने हो, एक्सपर्टिज लिने हो, सँगै मिलेर एउटा टिम भएर काम गर्ने हो। तपाईँहरू नै हाम्रो टिम हो, सचिवालय मात्र हाम्रो टिम होइन। सचिवालय हाम्रो टिम हो, सँगसँगै तपाईँहरू सबैजना हाम्रो टिम हो। सबैजनाको एक्सपर्टिजलाई हामीले उत्तिकै भ्याल्यु गर्छौँ, सबैजनालाई हामीले उत्तिकै टिम मानेका छौँ। कर्मचारीदेखि लिएर बोर्डका सदस्यदेखि लिएर जो हुनुहुन्छ आज यो कोठामा उपस्थित हुनुभएको र नहुनुभएको सबैलाई हामीले हाम्रो टिमको मेम्बर मानेका छौँ। एउटा टिम भएर काम गरौँ, खेल क्षेत्रलाई चाहिँ एकदमै लङ टर्ममा कसरी विकास गर्न सकिन्छ त्यसमा पनि ध्यान दिउँ र सिधै खेल
खेल क्षेत्रलाई शिक्षामा पनि कसरी जोडौँ भन्ने जस्तो खेल क्षेत्रले सिकाउने कुराहरू अहिलेको हामीले नेपाली युवाहरूमा चाहिँ युवा शिक्षा र खेलकुदलाई चाहिँ अब युवाहरूमा देखेको अहिले विभिन्न मेन्टल प्रब्लमहरू हामीले देखिरहेको छौँ जुन चाहिँ एजुकेसन लेभलबाट पनि आउँछ। खेलले चाहिँ जित्न सिकाउँछ र हार्न पनि सिकाउँछ। अहिले हाम्रो युवाहरूमा विद्यार्थीहरूमा त्यो हार्न सक्ने, त्यो हारलाई कसरी स्वीकार गर्ने, त्यो हारलाई कसरी एक्सेप्ट गर्ने त्यो सिक्ने क्षमता नै छैन। तर त्यो चाहिँ खेलले यस्तो राम्रोसँग सिकाइरहेको हुन्छ सबैलाई। जित्दाखेरि कस्तो व्यवहार गर्ने, हार्दाखेरि कसरी त्यसलाई एक्सेप्ट गर्नेदेखि लिएर मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य सबैले चाहिँ डिरेक्टली विद्यार्थीलाई युवाहरूलाई असर गर्ने भएको हुनाले पनि सबैलाई समग्रमा एउटै रूपमा हेरेर र छुट्टा छुट्टै रूपमा पनि हेरेर दुवै तरिकाबाट चाहिँ अगाडि बढाउन जरुरी छ। सबैजनाको साथ सहयोगको हामी सबैले अपेक्षा गरेका छौँ। सबैजना एउटा टिम भएर काम गरौँ। यो क्षेत्रलाई दीर्घकालीन रूपमा कसरी विकास गर्न सकिन्छ त्यसमा यो बोर्डको अध्यक्षको नाताले अथवा एउटा ल मेकर प्रतिनिधि सभाको सदस्यको नाताले अथवा मन्त्री परिषदको सदस्य मन्त्रीको हिसाबले जसले पनि म एउटा टिम मेम्बर मात्रको हिसाबले आफूलाई देख्छु। तपाईहरु सबैजना एउटा टिम मेम्बर हुनुहुन्छ। एउटा टिम बनेर यो क्षेत्रलाई चाहिँ दीर्घकालीन रूपमा विकास गरौँ। सबैजनालाई हार्दिक धन्यवाद।